हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो बुढाको ह्याप्पी वाला बर्थडे थियो अनि हामी चाहिँ बाहिर डिनर गर्न गएको थियौँ। त्यही नजिकै मोमो छोइलामा। अनि हामीले चाहिँ त्यहाँनिर किमा नुडलहरू कर्नडकहरू खाने भनेर अर्डर गऱ्यौँ। अनि हाम्रो खानेकुराहरू पनि आइसकेको छ। साथीहरू, त्यहाँको चाहिँ हामीलाई किमा नुडल चाहिँ त्यहाँको चाहिँ एकदम मिठो हुन्छ होइन। अनि हामीले चाहिँ सबैजनाले किमा नुडल अनि मेरो बुढाले चाहिँ फ्राई राइस खान्छु भनेर फ्राई राइस अर्डर गर्नुभयो। कर्नडक पनि खाँदै हुनुहुन्छ उहाँहरूले। अनि कर्नडक चाहिँ खट्टै खासै मिठो चाहिँ थिएन, त्यही पनि अब खायौँ होइन। अनि जुसहरू पनि मगाएर खायौँ हामी फेरि मगाएपछि त खानेकुराको फोटो नखिच्ने कुरै भएन। त्यसपछि हामी हल्का सामानहरू किन्न थियो अनि हामी त्यहाँनिर नजिकैको किनमेल भन्ने पसलमा गएर सामानहरू किन्यौँ। त्यहाँ फेरि एउटा कति क्युट सामान हेर्नु न, सानो वाइनको बोतल क्या। अनि मेरो बुढाको बर्थडेमा मैले एउटा सानो केक किनिदिएँ अनि हामी रुममै गएर 3जना मिलेर सानो सेलिब्रेसन गऱ्यौँ। अनि यति उसलाई फेरि सालीले टाउकोभरि, मलाई पनि टाउकोभरि लगाइदिएर त्यो स्प्रे आँखामा लगाइदिएर रिसाइरहेको थियो पुरा। आँखामा किन लगाइदिएको भन्दै म चाहिँ खुसी हुँदै पत्ती बालेको छु फेरि हो। अनि त्यस्तै थियो हाम्रो, यस्तै भयो सानो सेलिब्रेसन। साथीहरू के कस्तो लाग्यो कमेन्ट गर्नु होला। ओके, बाई बाई।